नमस्कार, म सञ्जय कुमार चौधरी, क्याम्पस प्रमुख जेएस मुरारका बहुमुखी क्याम्पस लाहान। अहिले कक्षा 11 मा भर्ना खुल्ला छ। सिराहा जिल्लाकै सबभन्दा पुरानो र जेठो क्याम्पस जेएस मुरारका बहुमुखी क्याम्पसमा कक्षा 11 मा भर्ना खुल्ला छ। सुन्दर शान्त स्वच्छ वातावरणमा पठन पाठन हुन्छ र सबै मास्टर डिग्री गरेका शिक्षकहरूबाट मात्रै यहाँनिर अध्यापन हुन्छ। विद्यार्थीहरू, साइन्सका विद्यार्थीहरूको लागि ल्याब, कम्प्युटर ल्याबको व्यवस्था, पुस्तकालयको व्यवस्था छ भने अरू विद्यार्थीहरूको लागि पनि कम्प्युटर साइन्स लिने विद्यार्थीहरूको लागि पनि कम्प्युटर ल्याब यहाँ छ। कम्प्युटरको रुम छ, टिचर छ यहाँनिर, पुस्तकालयको राम्रो व्यवस्थापन छ, क्यान्टिनको व्यवस्थापन छ। सम्पूर्ण विद्यार्थी र अभिभावक र सरकारवालालाई म जानकारी गराउन चाहन्छु। यहाँ फ्री सिपको पनि व्यवस्था छ र इन्ट्रान्समा जसले 1 नम्बरमा नाम निकाल्छ त्यसलाई हामी 12 महिनाको चाहिँ फ्री सिप चाहिँ दिने गर्छौँ। त्यसले गर्दाखेरि इन्ट्रान्समा पनि प्रतिस्पर्धी हुन्छ। जसले राम्रो नम्बर ल्याउँछ, जसले राम्रो मार्क ल्याउँछ त्यसलाई नै हामी चाहिँ फ्री सिप दिन्छौँ। यसपालि अब हामी सोचेका छौँ साइन्समा पनि दिने, एजुकेसनमा पनि दिने, कमर्स जति फ्याकल्टी छ सबैमा एक जनालाई जो राम्रो आयो त्यसलाई चाहिँ दिने र साथै 4 GPA का विद्यार्थीहरूलाई चाहिँ हामी उच्च प्राथमिकतामा राख्छौँ। 4 GPA छ अथवा A+ ल्याएका विद्यार्थीहरू, 4 GPA भन्दा कम भए पनि A+ ल्याएका, A ल्याएका विद्यार्थीहरूलाई चाहिँ फ्री सिपमा चाहिँ उहाँहरूलाई चाहिँ हामी इन्टरभ्यू लिएर जे जति हुन्छ हामी फ्री सिप दिने नै छौँ भन्ने बाचा पनि गर्छु। नमस्कार, सदन कुमार शाह, सहायक क्याम्पस प्रमुख जेएस मुरारका बहुमुखी क्याम्पस लाहान। यो क्याम्पस एउटा सामुदायिक क्याम्पस हो। विक्रमसम्म 2044 सालमा स्थापित जेएस मुरारका बहुमुखी क्याम्पस हाल मास्टर स्तरसम्म, स्नातकोत्तर तहसम्म अध्ययन भइरहेका छन् यो क्याम्पसमा। र खास गरिकन यो क्याम्पसको विशेषता के हो भन्दाखेरि यहाँ वेल म्यानेज छ। हरेक फ्याकल्टीहरूमा एक्सपिरियन्स टिचरहरू, क्वालिफाइड टिचरहरू हुनुहुन्छ र हाम्रो प्रशासनिक स्टाफहरू पनि क्वालिफाइड अनुभवी हुनुहुन्छ। अर्को विशेषता भनेको खास गरिकन हाम्रो यो क्याम्पस मध्य प्रदेशकै एउटा यस्तो क्याम्पस हो जुन क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट QA एक्रिडेट भएको क्याम्पस र बेस्ट क्याम्पस अवार्ड पाएको क्याम्पस हो नेपाल आदि राज्यभरिमै। कन्हैया कुमार भट्ट, जेएस मुरारका क्याम्पसको टिचर। सुरुमा त म टिचर, 2054 सालमा म जेएस मुरारका क्याम्पसमा आएँ। 54 सालदेखि म मनोविज्ञानको शिक्षकको रूपमा यहाँ कार्यरत छु। 2 पटक सहायक क्याम्पसको मलाई पद दिनुभयो क्याम्पसले। मैले आफ्नो दायित्व पुरा गरेँ। अहिले जेएस मुरारका क्याम्पस सञ्चालक समितिले मलाई जेएस मुरारका माध्यमिक विद्यालयको प्रिन्सिपल पद दिनुभएको छ। म प्रिन्सिपल पदको अहिले जुन काम छ म निर्वाह गरिरहेको छु। सम्पूर्ण समाजवासीलाई, लाहानको सम्पूर्ण समाजवासीलाई म के बिन्ती गर्न चाहन्छु भने आफ्नो विद्यार्थीलाई जेएस मुरारका क्याम्पसमा नै पढ्न पठाउनु, किनकि जेएस मुरारका क्याम्पस QA प्राप्त क्याम्पस भइसकेको छ। यहाँको उत्तम पढाइ छ। यहाँ दलित विद्यार्थीको लागि पनि व्यवस्था छ। यहाँ मुस्लिम विद्यार्थीको लागि पनि व्यवस्था छ। यहाँ थारू विद्यार्थीको लागि पनि व्यवस्था छ। यहाँ हरेक समुदाय विद्यार्थीको लागि हामी मिडियम, इङ्ग्लिस मिडियम पनि पढाइ छ, नेपाली मिडियम पनि पढाइ छ र साइन्सको पनि हाम्रो यहाँ राम्रो पढाइ छ। सँगसँगै जेएस मुरारका माध्यमिक विद्यालयमा यहाँ ल्याब, मध्य प्रदेशको सबभन्दा महत्त्वपूर्ण ल्याब जेएस मुरारकामा छ। यहाँ 2टा बसको पनि व्यवस्था छ। हाइवेमा 2 ठाउँमा बस पनि जान्छ। बसमा पनि तपाईँले विद्यार्थीलाई पठाउन सक्नुहुन्छ। त्यसले गर्दा यहाँ आउनु, नामाङ्कन गराउनु। मेरो तर्फबाट तपाईँहरूलाई स्वागत छ। नमस्कार।
जीवछ यादव उदासीको नामबाट पनि म परिचित छु। म यस जेएस मुरारका बहुमुखी क्याम्पसको सञ्चालक समितिको दाता परिवारबाट मनोनित पनि छु र अहिले प्लस माध्यमिक विद्यालयको अध्यक्षको हैसियतमा काम गरिरहेको छु। तपाईहरुको सल्लाह सुझावलाई सदैव मनन गरी यो क्याम्पसको उज्जवल भविष्यको लागि मैले आफ्नो तर्फबाट योगदान र भूमिका खेलिरहेछु। धन्यवाद, नमस्कार। म यस जेएस मुरारका बहुमुखी क्याम्पसको सोभि सभापति र यसै क्याम्पसका विद्यार्थी पनि हुँ। यस क्याम्पसमा +2 कार्यक्रमदेखि लिएर मास्टर्स कार्यक्रमसम्म सञ्चालनमा आइरहेछन्। तपाईँ +2 मा यहाँ साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटी अनि एजुकेसन जस्ता फ्याकल्टीहरू पढ्न सक्नुहुनेछ। साथै ब्याचलर लेभलमा पनि साइन्स, म्यानेजमेन्ट, एजुकेसन, ह्युम्यानिटी र आइसिटी जस्ता कोर्सहरू छन्। त्यति मात्र नभई यहाँ हाम्रा मास्टर्स पनि छन्। मास्टर्समा पनि म्यानेजमेन्ट र ह्युम्यानिटीका कोर्सहरू छन्। यो क्याम्पस भौतिक संरचनादेखि लिएर शैक्षिक गतिविधिमा पनि अति नै राम्रो रहेकोले तपाईहरू यसलाई विश्वास गरेर आफ्नो भविष्यको बाटोको एउटा डोर यहाँ दिन सक्नुहुनेछ।